मेरो अरू साथीहरू छन् करिबन हामी यहाँ 25 जना हामी यहाँ कार्यरत छौँ है विभिन्न दर्जाहरू यहाँबाट चाहिँ सेवाग्राहीलाई आएका उजुरीहरू कसैलाई केही पिरबाट साइबर क्राइम भएर हामीले यहाँबाट अनुसन्धान गरेर अब कोही करणी हुन्छ कोही मर्डर हुन्छ कोही चोरी हुन्छ कोही ठगी हुन्छ सबै कुराको इभिडेन्स हामीले यहाँ सङ्कलन गरेर यो चाहिँ हामीले अभियोगका लागि चाहिँ हामी सरकारी वकिल कार्यालयमा हामी गर्छौँ लैजान्छौँ र त्यहाँबाट चाहिँ कानुनी प्रक्रियामा अगाडि बढ्छौँ प्रहरीले गर्नुपर्नेमा तपाईँहरूलाई लागेका मनमा लागेका कुराहरू छ भने मलाई तपाईँहरूलाई क्वेसन गर्न सक्नुहुन्छ र कालो कालो गरेर लागेका कुरा हामीले इन्भेस्टिगेसन गर्छौँ त्यस्तो तपाईँहरूलाई लागेको तपाईँहरूसँग मनमा दुविधा भएको त्यही कुराहरू क्युरियोसिटी तपाईँहरूको यो बाबु मनो उसले चाहिँ जान्न चाहेका कुराहरू छ भने सोध्न सक्नुहुन्छ है ल यसको परिपाटी चाहिँ यो चाहिँ हाम्रो जिल्ला प्रहरी कार्यालयको अपराध हामीले अनुसन्धानको प्रक्रिया है ल तपाईँहरू मौका भयो कि तपाईँहरूको भएकोमा तपाईँहरूलाई चाहिँ हृदयदेखि चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु भविष्यमा यो स्थान ओगट्ने इन्सपेक्टर लेखनाथ दाहाल है इन्सपेक्टर लेखनाथ दाहाल ल ल बुझ्नु है त ल